तपाईहरु बिग्रिनु भयो, तपाईहरु खाली खुट्टा आएर आज गगनचुम्बी महल बढाउनु भयो, तपाईहरुको आरोप हैन। अनि बोक्ने चाहिँ हँसिया हतौडाको झण्डा, बोक्ने चाहिँ हँसिया हतौडाको झण्डा, दिउँसो बोक्ने हँसिया हतौडाको झण्डा, राति रक्तचन्दनको व्यापार गरेपछि त्यो सेवा हुन्छ? जति बेला 64 साल अगाडि माओवादी पार्टीले गरेको योगदान उहाँहरूको नेतृत्वमा त्यो महानै छ। त्यसमा इतिहासमा त्यो सुरक्षित अंकित भइसकेको छ, त्यसमा हाम्रो कुनै विवादै छैन। तर त्यस पछाडि तपाईले भने राष्ट्र संकटमा छ, आज समस्यामा छ भन्नुभयो नि, त्यो राष्ट्र संकट र समस्यामा पार्ने को हो त? जसले सत्ताको म्युजिकल चेयर खेलिरहे। संविधान निर्माण पछि पनि उहाँहरूलाई नै यो प्रश्न हामीले गर्नुपर्छ। हाम्रो रेल प्रगतिको बाटोमा जान्छ, हाम्रो भ्रष्टाचार रहित बाटोमा जान्छ, हाम्रो राजनीतिक पुनर्संरचनाको बाटोमा जान्छ, अन्तमा आर्थिक समृद्धि सहितको सांस्कृतिक समतामा आधारित समाज निर्माणमा पुग्छ। र त्यो सबै विरासत, इतिहासको विरासत हामी जिम्मा लिन्छौँ भनेर हामीले छोडेको होइन, उहाँहरू छोडेर हिँडेको। हामीले छोडेको होइन। हामी निर्वाचन आयोगमा गएर त्यही नाम र त्यही चुनाव चिन्ह दाबी गर्दाखेरि नेपालको कानुनले नदिएपछि हामीले प्रगतिशील अभियानबाट हामी अगाडि बढेको हो। हो शराब छ भनेर लागेर यो अभियान थालेको। त्यहाँ हुँदा नहुने भयो। सत्ता र शक्तिको पछाडि हिँड्ने भने हामी त्यहाँ जान्थ्यौँ। तर हामी सास फेरेर बाँच्नु मात्रै बाँच्नु होइन रहेछ भन्ने निष्कर्षमा आज शहीदको सपनाले पोलेर हामी यो बाटो हिँडेका छौँ। हँसिया र हतौडालाई यो अभियानले बोक्छ कि बोक्दैन त्यो पछिको कुरा हुन्छ। तर त्यसको भावनालाई बोक्छ, त्यसको मर्मलाई बोक्छ, शहीदको सपनालाई बोक्छ, घाइतेको सपनालाई बोक्छ, बेपत्ताको सपनालाई बोक्छ। अनि बोक्ने चाहिँ हँसिया हतौडाको झण्डा, बोक्ने चाहिँ हँसिया हतौडाको झण्डा, दिउँसो बोक्ने हँसिया हतौडाको झण्डा, राति रक्तचन्दनको व्यापार गरेपछि त्यो सेवा हुन्छ? मैले कसरी तपाईलाई नाम भन्नु? तपाईलाई थाहा होला नि त। आरोपको कुरा होइन, तपाईहरुले किन उठाएको त मिडियामा प्रश्न? त्यसो भए तपाईहरु बिग्रिनु भयो, तपाईहरु खाली खुट्टा आएर आज गगनचुम्बी महल बढाउनु भयो, तपाईहरुको आरोप होइन? को हुन् भन्ने कुरा त तपाईहरुले पत्ता लगाउनुहोस् न। तपाईहरुको काम के हो? मैले भन्दै हिँडेपछि तपाईहरुको कामै सकियो त। जे होस्, हाती छाप चप्पल पड्काएर आएको नेताहरूको आज 5 तले बिल्डिङ भयो। कसरी भयो छानबिन गर्नुहोस् न। तपाईहरु पत्ता लगाउनुहोस्, बाहिर निकाल्नुहोस्। तपाईहरु त पत्रकार हो नि हैन? रक्तचन्दनको त एउटा उदाहरण मात्रै हो। यहाँ भएको छैन के? यहाँ राजनीतिको रोटी सेकाउने नाममा राजनीति गरेर राजनीति गरेर आफ्नै नागरिकलाई तपाईको शरणार्थी बनाएर बेच्ने पनि त छ यो देशमा। म 25 वर्ष बसेँ नि। अब थाहा थियो कि थिएन भन्ने कुरा हामीले पार्टीभित्र कति कुरा उठायौँ रूपान्तरणको पक्षमा। त्यही भएर आज यो भनेको हो नि। तपाईले आफ्नो आँखाले हेर्नुहोस् न, हामी बदलिएको। तपाईहरुको प्रश्नको मृत्यु भएको हो। अब तपाईहरु बाहिर जाँदा हामीलाई प्रश्न गर्नुहुन्छ, यहाँ आउँदा मलाई प्रश्न कहाँ थियो र नै हामी त्यही थियो र नै हामी पार्टीभित्र निर्मम अन्तरसङ्घर्ष गर्दै थियौँ। निर्मम अन्तरसङ्घर्ष गरेको परिणाम आज यस्तो भयो। कसले भनेको? होइन, पार्टीभित्र तपाईले अन्तरसङ्घर्ष गरेको तपाईहरुले बिर्सिनु भयो। हाम्रो जिम्मेवारीहरू निलम्बन भएको बिर्सिनु भयो। के भन्नुभयो? यो विज्ञप्ति हेर्नुहोस्। विगत 3 वर्षदेखि निरन्तर हामीले हाम्रो पार्टी र नेतृत्वलाई प्रश्न उठाएका छौँ। रूपान्तरणको प्रश्न उठाएका छौँ, सम्पत्ति छानबिनको प्रश्न उठाएका छौँ। त्यही कुरा त पढ्दैछु अहिले म। ए बाबा, पहिल्यैदेखि भयो, त्यो पहिलादेखि भयो र नै हामी त्यो प्रश्न उठायौँ के? हो, यही कुरा हो। जनार्दन शर्माको पक्षमा हामी किन उभ्यौँ भने हाम्रो सम्पत्ति छानबिन होस् भनेर हामीले वर्षौंदेखि माग गरिराखेका छौँ। त्यसकारणले जनार्दन शर्माको पक्षमा हामी उभिएको नि यो अभियानमा। प्रश्नै छ नि त।
आन्दोलनको नेतृत्वकर्ता को हुन्छ, कुन पार्टी हुन्छ? के भन्नुभयो? अब नेपालको वाम आन्दोलन, कम्युनिस्ट आन्दोलन कसरी अगाडि बढ्छ? एकातिर नेपाली कम्युनिस्ट पार्टी, एकातिर नेकपा एमाले, एकातिर तपाईहरु। अबको शक्तिको वाम आन्दोलनको मुख्य शक्ति चाहिँ कुन हो? स्वर्गको यात्रा गर्ने अवसर मिलेको छैन। पितृहरूको कुरा मलाई थाहा छैन। जसले परिणाम दिन्छ त्यसले नेतृत्व गर्छ। परिणाम गर्ने नेतृत्व गर्ने हो। ल धन्यवाद है।